जय नेपाल। प्लिज साथीहरू सपोर्ट गरिदिनु के मेरो सपना कि पुरा हुनु जस्तो लाग्छ लाग्दैन। कोही सपोर्ट गर्नुहुन्न। मेरो सपना के छ एक ठुलो युट्युबर बन्ने, कोही सपोर्टै गर्नुहुन्न। कहाँको सपना पुरा हुन्छ। हे गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। स्वागत छ तपाईँले मेरो प्रमिका बडु भ्लग च्यानलमा। अनि सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। आज होली अलिकति भिडियो लेट आइरहेको छ होइन, सही टाइममा डेली अपलोड भइरहेको छैन होइन, किनकि अब फोन पनि मलाई मिल्दैन त्यति खासै होइन आजभोलि। अनि त्यसपछि आजभोलि फेरि के छ भन्दाखेरि लाइट गएको गए हुन्छ कि, अनि फेरि यस्तो गर्मी हुन्छ, लाइट पनि गएको गए एकछिनमा पाँच मिनटमा गएको हुन्छ। आजभोलि खै के भएको छ त्यतिर पनि लाइट गएको। अनि जतिखेर भिडियो बनाउँछु जस्तै अपलोड गरौँ भनेर गर्छु उतिखेर ठ्याक्क लाइट गएको छ क्या, अनि अपलोड गर्नमा एकदमै टाइम लाग्छ। अनि त्यही कारणले चाहिँ भिडियो यो पनि हो, अनि त्यसपछि अर्को, अनि मलाई आजभोलि फोन पनि मिल्दैन गरेपछि, आजभोलि फोन पनि मिल्दैन मलाई। अनि यस्तै छ साथीहरू, प्लिज सपोर्ट गर्नुहोला प्रमिका बडु भ्लग्सलाई चाहिँ। आज चाहिँ मेरो चाहिँ काटिएछ, कसरी काटिएको फेरि यहाँनिर कसरी काटियो कि फेरि यहाँनिर हात काटिएको छ, कसरी काट्यो म पनि भर्खरै देखिरहेकी छु। अनि यस्तै छ साथीहरू। अनि कोही सपोर्ट गर्नुहुन्न। मेरो सपना चाहिँ एउटा ठुलो युट्युबर बन्नेको थियो, सायद लाग्दैन कि मेरो सपना पुरा हुन्छ होला। हजुरहरू साथ सपोर्ट माया गर्नुहुन्न, अनि त्यही कारणमा फेरि घरको मान्छेहरूले पनि यस्तो कहिले सपोर्ट गर्नुहुन्न होइन। घरमा पनि मतलब एक चिजमा के बस पढाइ नै, म पुरा पढाइमा पनि सबै चिजमा म्यानेज गरेको हुन्छ कि म आफै सोच्नु। एउटा म स्टुडेन्ट होइन, स्टुडेन्टको पनि काम होमवर्क होइन सही, अनि त्यसमा भयो। अनि त्यसपछि यो पनि धेरै के, अनि कसरी के गरौँ। मेरो कतिखेर छुट्टी भएर मात्रै हो कि त्यो अलिकति पढ्ने टाइम उस्तो कि मलाई त उस्तो टाइमै मिल्दैन कि। मेरो के हुन्छ भन्दाखेरि मेरो छुट्टी हुन्छ 12:30मा, आउँदाखेरि 1 बजिहाल्छ। त्यसपछि त्यतिखेर खाना खाउनु, त्यसपछि कतिखेर अनि मम्मी हेर्नुहुन्छ, अनि कतिखेर अनि म चाहिँ भिडियो बनाउने, कतिखेर एडिट गर्ने, कतिखेर के गर्ने आफैले नै समझमा आउनु कि साथीहरू, के गर्ने हुन्छ क्या। अनि मलाई लाग्दैन कि म एउटा युट्युबर बन्छु भनेर। घरको मान्छे पनि सपोर्ट गर्न न, हजुरहरू माया गर्नुहुन्छ न, हजुर साथ सपोर्ट गर्नुहुन्छ हजुरहरू, फेरि कसरी के। अनि फेरि धेरै दिन भयो भिडियो नआएको। अनि यस्तै छ साथीहरू, के गर्ने। सबै कुरा कहाँ बताउन पाइन्छ आफ्नो घरको त्यो। अनि सोझै अब यहाँ चाहिँ आफ्नो उसमा चाहिँ जसको खेत छ यहाँ चाहिँ रोप्ने थालिसके अनि सक्नुहुन्छ रोपाइ। अनि भोलि चाहिँ पर्सि 15 गते चाहिँ धान दिवस हुनेछ। पर्सि चाहिँ धान दिवस हो। अनि आज चाहिँ सबैजनाले चाहिँ त्यो रोप्न थालिसके। हस् त आजको लागि यति नै। हामीले अर्को भ्लग्समा मिल्नेछौँ। सानो एउटा 3-4 मिनट पनि धेरै हो होइन, धेरै हुनुहुन्न। ओके बाई बाई। आजको लागि यति नै। प्लिज साथीहरू सपोर्ट गर्नुहोला, मेरो सपनालाई चाहिँ प्लिज पुरा गर्नुहोला। एउटा युट्युबर बन्नेको हो कि, प्लिज धेरै माया गरेर यो सपना चाहिँ मेरो पुरा गर्ने मन छ। प्लिज साथीहरू माया गर्नुहोला। हस् त, धन्यवाद। आजको लागि थ्याङ्क्स फर वाचिङ दिस भिडियो। जय नेपाल। बाई बाई।